हेर्नुस् न, समुद्रमा तैरिरहेको अथवा हिँडिरहेको यो बोट कति सुन्दर छ। अनि पारिपट्टि देखिएका हङकङ सहर, केनेडी टाउन हुँदै एडमिल्ट्री, अनि यहाँ आएर यो प्यालेस म्युजियम भन्ने आफ्नै विशेषताहरू र आफ्नै गुणहरू ले भरिपूर्ण यो एउटा म्युजियम हो। यहाँ समय मिलाएर आउनुहोला। अनि त्यस्तै गरेर यहाँ देखिएको एउटा आइसिसी टावर अथवा इन्टरनेसनल कमर्स सेन्टर भन्छ यसलाई, र यो चाहिँ 2010 बनिसकेको रहेछ, कम्प्लिट भएको रहेछ। यो चाहिँ 484 मिटर हाइट यसको टोटल हाइट। हेर्नुहोस् कति सुन्दर छ। त्यस्तै गरेर आज छुट्टी परेकोले यहाँ अनगिन्ती मानिसहरू छुट्टी मनाउनलाई केटाकेटी, आफ्नो परिवार, आफ्नो घरका जनावर जीवहरू लिएर चाहिँ आनन्द उठाइरहेको छ। हल्का हावा पनि चलिरहेको अवस्था। सबैको दिन शुभ रहोस्। म चाहिँ 360 डिग्रीमा घुम्दैछु है त।